साथीहरू, यदि तपाईको फेसबुक एकाउन्टमा यस्तो खालको एकाउन्ट रजिस्टर्ड देखाइरहेको छ भने तपाईले 2 मिनेटमा यसलाई सल्भ गर्न सक्नुहुन्छ। हामीले दैनिक रूपमा फेसबुक प्रयोग गरिरहेका हुन्छौं, तर कसै अरूको भिडियो आफ्नो फेसबुकमा अपलोड गर्दाखेरि यस्तो खालको प्रब्लम हुन्छ अथवा तपाईको फेसबुक एकाउन्ट आईडी भेरिफिकेसन हुँदैन भने तापनि यस्तो खालको प्रब्लम आउँछ। अरू विभिन्न किसिमको रिजन हुन सक्छ। यदि यस्तो खालको तपाईको पनि फेसबुकमा प्रब्लम छ भने अझै नै यसलाई सल्भ गर्नुहोला अथवा पछि पनि आउन सक्छ। त्यसैले जानिराख्नु पर्छ सल्भ गर्नको लागि। सल्भ गर्नु अघि भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र आफ्नो साथीहरूलाई शेयर अवश्य गर्नुहोला र कमेन्ट सेक्सनमा कमेन्ट अवश्य गर्नुहोला यस नो लेखेर। आउनुहोस् भिडियोलाई सुरु गरौँ। जुन फेसबुक एकाउन्टमा यस्तो खालको प्रब्लम आएको छ त्यो फेसबुक एकाउन्टलाई लगइन गर्नुहोला। लगइन गरिसकेपछि ओपन गर्नुहोला। अब प्रोफाइलमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि डेस्कटप साइडमा क्लिक गर्नुहोला। यहाँ क्लिक गर्दाखेरि यस्तो खालको प्रब्लम देखाइरहेको छ एकाउन्ट रजिस्टर्ड भनेर। यस्तो खालको प्रब्लम के कारणले गर्दा आउँछ भने कसै अरूको भिडियोलाई आफ्नो फेसबुकमा अपलोड गर्नुहुन्छ भने यस्तो प्रब्लम आउँछ अथवा आफ्नो आईडीबाट भेरिफिकेसन गर्नुहुन्न भने तापनि प्रब्लम आउँछ। त्यस्तै अरू रिजनहरू पनि रहेको छ जुन यस्तो खालको प्रब्लम आउँछ। कसैमा 1 घण्टा एकाउन्ट रजिस्ट्रेसन भनेर देखाउँछ र कसैको 8 घण्टा कसैको 2 घण्टा त्यो सेम रहेको छ। अरू पनि रिजन रहेको छ त्यो पनि देखाउँछ तपाईको फेसबुकमा के कारणले गर्दा यस्तो प्रब्लम भइरहेको छ। जस्तै रिसल्भ नाउमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि सी अलमा क्लिक गर्नुहोला। अब के कारणले गर्दा तपाईको फेसबुकमा एकाउन्ट रजिस्टर्ड भनेर आइरहेको छ त्यो देखाउँछ। जस्तै मेरो फेसबुकमा 6 वटा कारणले गर्दा यस्तो खालको प्रब्लम आइरहेको छ। जुन फेसबुक कम्युनिटी फलो नगर्दाखेरि यस्तो प्रब्लम आइरहेको छ। त्यसैले फेसबुकमा भिडियो अपलोड गर्दाखेरि फोटो शेयर गर्दाखेरि फेसबुक कम्युनिटी गाइड फलो गर्नुपर्छ। अब के गर्नु होला, जुन ठाउँमा एकाउन्ट रजिस्टर्ड भनेर देखाइरहेको त्यो ठाउँको स्क्रिनशट फोटो खिच्नु होला। त्यसपछि ब्याक आएर प्रोफाइलको स्क्रिनशट फोटो खिच्नु होला। अब यसलाई सल्भ गर्नको लागि तपाईले के गर्नुपर्छ भने प्रोफाइलमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हेल्प एन्ड सपोर्टमा क्लिक गरेर रिपोर्ट अ प्रब्लममा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि कन्टिन्यू अ रिपोर्ट अ प्रब्लममा क्लिक गर्नु होला। त्यसपछि यो ठाउँमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि प्रोफाइललाई चुज गर्नु होला अथवा सेटिङलाई चुज गर्नु होला। चुज गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। अब तपाईले अपलोड फ्रम फोनमा क्लिक गरेर जुन स्क्रिनशट फोटो लिनु भएको थियो दुईटा त्यो यहाँ अपलोड गर्नु होला। त्यसपछि डिस्क्रिप्सनमा केही लेख्नु पर्छ। म पहिलेदेखि लेखेर राखेछु, पेस्ट गर्दैछु। जस्तै म के लेखेछु, डियर फेसबुक टिम, आई हैव गेट registered problem in my Facebook account. Please solve my personal Facebook account problem as possibility or thank you लेखेको छु। तपाई पनि यस्तै लेखेर आफ्नो फेसबुकको प्रब्लमलाई सल्भ गर्न सक्नुहुन्छ। लेखिसकेपछि तपाई माथि एरोमा क्लिक गरेर सेन्ड गरिदिनु होला। यति गरिसकेपछि तपाईको फेसबुक एकाउन्ट ठीक हुन्छ। 24 घण्टा अथवा 72 घण्टा पछि ठीक हुन्छ। मेरो एकाउन्टमा 5-6 घण्टा पछि ठीक भइसकेको छ, जस्तै कि तपाई हेर्न सक्नुहुन्छ। हो साथीहरू, यदि तपाईको फेसबुकमा एकाउन्ट रजिस्टर्ड भनेर देखाइरहेको छ भने तपाईले 2 मिनेटमा ठीक गर्न सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाई राम्रोसँग बुझ्नुभयो। भिडियो मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला। यस्तै भिडियो हेर्नको लागि टेक्निकल आजलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। आजको लागि यति नै, फेरि भेटौँला, बाइ बाइ।